सबैसँग नमस्कार। युरो पार्टीले बस्ने युरो पार्टीका शुभचिन्तकहरूमा आज हामी एउटा विशेष भिडियोको साथमा तपाईहरुसँग उपस्थित भइसकेका छौं। लोकदोरी क्षेत्रका बादशाह र द भोइस अफ नेपाल सिजन 7 का कोच समेत रहनुभएका चर्चित लोकदोरी गायक खेम सेन्चुरी र चर्चित मोडल ओबी राईमाझी आज हामी माझ उपस्थित भइसक्नु भएको छ। सर्वप्रथम त उहाँलाई पोर्चुगलमा स्वागत छ। थ्यांक यू सो मच। पोर्चुगलमा बस्नुहुने जति पनि संगीत प्रेमी हुनुहुन्छ, कर्म सपना बोकेर यो ठाउँमा पाल्नुहुने ती तमाम नेपाली जनजनलाई हार्दिक नमस्कार छ, सम्मान छ, श्रद्धा छ। बीबी इभेन्टको सांगीतिक प्रस्तुतिमा तपाईहरु युरोप टुर आउनु भएको छ। त्यसैगरी खड्का ब्रदर्सको आयोजनामा पोर्चुगलमा भोलि हुने सांगीतिक कार्यक्रमको लागि पोर्चुगल आइरहँदा तपाईहरुको विशेष गरी भोलिको तयारी कस्तो छ खेम दाइ? तयारी गीत संगीत मात्र छैन, यहाँका दर्शक दीर्घहरूसँग, यहाँका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग एक खालको समीपता छ। दुःख सुख साट्ने एउटा माहौल माछु म। संगीत त हामी साटिन्छ, संगीतबाट अन्य दुःख सुख गर्ने त छँदैछ। त्यो मात्र नभएर यहाँका जति पनि हाम्रा यो ठाउँलाई, यो कर्मथलोलाई चाहिँ यो ठाउँलाई चाहिँ कर्मथलो बनाएर बस्नुहुने हाम्रो नेपाली दर्शकहरूसँग, आमा बुवाहरूसँग, सानसाना बाबु नानी बाबुहरूसँग, सबै खालका दर्शकसँग एक खालको चाहिँ आत्मीयता रहन्छ। तपाईलाई चाहिँ कस्तो लागिरहेछ? भोलिको तयारी कस्तो छ र पोर्चुगल आइरहँदा विशेष गरी खड्का ब्रदर्सको आयोजनामा भोलि हुने सांगीतिक कार्यक्रममा अझ तपाईहरु मात्र नभइकन पोर्चुगलमा रहनुभएका स्थानीय कलाकारहरू पनि बेजोड प्रस्तुति रहनेछ भोलि। कस्तो महसुस भइरहेको छ र के छ भोलिको तयारी चाहिँ? सबैलाई नमस्ते। यो त एकदमै पहिलो भनौँ न मेरो फर्स्ट टुर हो यो युरोप टुर। र सर्वप्रथम सायद मोल्डिङ क्षेत्रमा 8-9 वर्ष काम गर्दै गर्दा र गीतहरू आउँदै गर्दाखेरि यो टुरको लागि कति योग्य थिएन त्यो चाहिँ त मलाई थाहा छैन। तर मेन भनेको बीबी इभेन्ट्सले यो मौका दिनुभयो र त्यसैगरी हाम्रो युरोप अहिले पोर्चुगल बागलुङ समाजको अध्यक्ष मेरो आदरणीय दिनेशजी लगायत यो टिमले एउटा यो जुन यो कलाकार क्षेत्रमा सङ्घर्ष दुःख गर्दै गर्दाखेरि यो ठाउँ बनाइदिनु भयो। र साथमा अझ गरिबिलो साथी चाहिँ दाइसँग 2069बाट सँगै जोडिएको एउटा नाता, सँगै काम गरेको एउटा जुन एउटा बन्डिङ छ, त्यो चिजमा सँगसँगै हिँड्न पाउँदा चाहिँ एकदम खुसी छु। र मलाई लाग्छ जति मेरो गीतहरू छन् मैले मोल्डिङ गरेका भोलि राम्रै हुनेछ जस्तो लाग्छ मलाई चाहिँ। तपाईहरु युरोप आइरहँदा जस्तै युरोपको पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस, माल्टा, नर्वे हैन, युरोपको विभिन्न देशहरूमा सांगीतिक प्रस्तुति छँदैछ। तपाईहरु नेपालदेखि आफ्नो देशलाई छोडेर आइरहँदा, विदेश भनौँ न आइरहँदा कस्तो महसुस भइरहेको छ र यहाँ रहेका नेपालीहरू कतिको माया पाइरहनु भएको छ त? हैन, हामी त एउटा कलाकार भइसकेपछि अब विभिन्न देशहरूमा जाने आउने क्रम त छँदैछ। तर जीवनभरि परदेशलाई नै अँगालेर बस्नुहुने नेपालीहरू, नेपाली दाजुभाइ दिदीबहिनीहरूको कथा व्यथालाई हेर्ने हो भने त झन् कति कर्कश होला। यद्यपि हामी कलाकार भइसकेपछि कलाकारको नाताले विभिन्न ठाउँहरूमा जाँदै गर्दा हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग केही नभए पनि मैले सुख दिन सक्दैन, तर कहीँ कतै उहाँहरूको दुःखलाई एउटा खुसीको रूपमा परिणत गर्न सक्छु, त्यो पनि गीत सङ्गीतको माध्यमबाट। र जहाँ जहाँ जान्छु त्यहाँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूको बाक्लो उपस्थित रहन्छ र त्यो कारणले पनि उहाँहरूको एउटा मनका कुराहरू बुझ्न सकिन्छ कि उहाँहरू देशलाई कति माया गर्नुहुन्छ, नेपाली गीत सङ्गीतलाई कति माया गर्नुहुन्छ, नेपाली कलाकारलाई कति माया गर्नुहुन्छ। यो मान्नेमा त म एकदमै खुसी नै हुन्छु। जहाँ हामी जान्छौँ त्यहाँ एक खालको बाक्लो उपस्थिति, उहाँहरूको माया, उहाँहरूको श्रद्धा। जस्तो कि विदेश आइरहँदाखेरि तपाईँहरूलाई चाहिँ नेपाल छोडेर विदेश आइरहँदाखेरि विदेशमा पनि नेपालको जत्तिकै माया चाहिँ पाइरहनु भएको छ? अभियसली त्यो त अब हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीले माया त मजाले दिइहाल्नुहुन्छ, त्यसमा कुनै कमजोरी चाहिँ छैन। जस्तै दाइको युरोप कार्यक्रम विशेष गरी सम्भवतः पहिलो कार्यक्रम युरोप आइरहनु भएको छ। नेपाल छोडेर पहिलो कार्यक्रम, विदेशको पहिलो यात्रा कस्तो रह्यो? अब विभिन्न देशहरूमा जाँदै हुनुहुन्छ, त्यहाँ रहेका नेपाली गीत सङ्गीतलाई माया गर्ने दाजुभाइहरू त्यहाँ हुनुहुन्छ,
उहाँहरूको माया पाउन बाँकी नै छ र तपाईँहरू माल्टादेखि अहिले पोर्चुगल आइरहँदाखेरि चाहिँ अलिकति महसुस कस्तो भइरहेको छ दाइ तपाईँलाई? मलाई चाहिँ एकदमै रमाइलो लागिरहेको छ, किनभने अब यहाँ पनि पोर्चुगलमा पनि अब एकदम त्यही अनाम नगर नेपाल काठमाडौँ बसे जस्तै फिल भएको छ। सज्जन दाजुहरू पनि हिजो एकदम दुःख गरेर आइसा हो होइन। र अर्को कुरा म आफूले चाहिँ फिल गरेको कुरा सायद कलाकारी क्षेत्रबाट सिङ्गरको हिसाबले हेर्दाखेरि सबले एउटा ठाउँमा पुगेपछि प्रोग्रामको एउटा सेड्युल बन्छ। सायद मोल्डिङ क्षेत्रबाट यो युरोप टुरको चाहिँ म आफै भाग्यमानी हो जस्तो लाग्छ मलाई। यहाँभन्दा पहिला यस्तो थियो जस्तो चाहिँ मलाई लागेको छैन, किनभने यो एकदम कम अपर्च्युनिटी हुने ठाउँ हो मोल्डिङ क्षेत्र। यसमा चाहिँ यो बिबी मेन्स प्रकाश भण्डारीले गरिदिनु भयो जुन, र यो एउटा सर्कल बनाउन पाएँ। यो कतिले चिन्नुहुन्छ मलाई थाहा छैन, र मलाई जतिले चिन्नुहुन्छ उहाँलाई आँखा अगाडि हेर्न मन चाहिँ थियो। त्यो चाहिँ मेरो सपना पुरा भएको छ। चर्चित लोकदोहोरी गायक हामीमाझ आउँदै गर्दाखेरि आज एउटा साङ्गीतिक माहौल त जानुपर्छ दाइ, खेम दाइ। तपाईँले आफूले सिर्जना गरिरहेको सिर्जनामध्ये सबैभन्दा उत्कृष्ट लागेको सिर्जना एउटा हाम्रो दर्शकहरूलाई थोरै आज त जानु पर्छ कि पर्दैन त थाहा भएन, तर डिसेम्बर 20 चाहिँ जानै पर्छ। डिसेम्बर 20 त जानै पर्छ, विशेष गरी र हाम्रो युरो पार्टी हेरेर बस्ने सम्पूर्ण दर्शक श्रोताहरूले, किनकि चर्चित लोकदोहोरी गायक आउँदै गर्दाखेरि अझ भनौँ द भोइस अफ नेपाल सिजन 7 का कोच समेत रहनुभएका तपाईँ एउटा सानो थोरै टुक्का आफूले सिर्जना गरेको मध्ये सबैभन्दा उत्कृष्ट लागेको सिर्जना थोरै मात्र देखेको हुन्न लेखेको हुन्छ, लेखेको पनि छेकेको हुन्छ। ए देखेको हुन्न लेखेको हुन्छ, लेखेको पनि छेकेको हुन्छ। खै कसको भाग्यमा छौ तिमी, के साह्रै राम्री हौ तिमी। थ्याङ्क यू, धन्यवाद। दर्शकबिन, पोर्चुगलमा भोलि डिसेम्बर 20 तारिकको दिन खड्का ब्रदर्सको आयोजनामा हुने साङ्गीतिक कार्यक्रमको लागि नेपालदेखि माल्टा हुँदै माल्टादेखि पोर्चुगल आइसक्नु भएको छ हामीमाझ रहनुभएका चर्चित अनुहारहरू। र उहाँहरू पोर्चुगलमा मात्र नभइकन युरोपको विभिन्न देशहरूमा आफ्नो साङ्गीतिक प्रस्तुति देखाउनको लागि तपाईँहरूको माझ आउँदै हुनुहुन्छ। कृपया युरोप पार्टी हेरेर बस्नुभएका तपाईँहरू तमाम दर्शकहरूले कृपया यो भिडियो तपाईँहरूको माझ आइपुगेको छ भने कृपया एकचोटि यो भिडियो सेभ गरेर तपाईँहरूको ठाउँमा हुने प्रोग्रामको लागि टिकट काटेर आज नै अग्रिम टिकट बुक गर्नुहुनको लागि म अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी तपाईँहरू युरोप आउँदै गर्दाखेरि बिबी इभेन्ट्सले तपाईँहरूको यो माहौल जुराइदिनु भएको छ, के भन्न चाहनुहुन्छ आयोजकज्यूहरूलाई? होइन, अब युरोपमा धेरै सङ्गीत प्रेमीहरू हुनुहुन्छ। उहाँले तपाईँहरूको युरोप भ्रमण चाहिँ कहिले छ, के छ, कस्तो छ भन्ने खालको जिज्ञासाहरू चाहिँ प्राय अन्य देशहरूमा जाँदै गर्दाखेरि यता कहिले हो, यता कहिले भन्ने एउटा प्रश्नहरू सवालहरू आइरहेको थियो। त्यो चाहिँ ठ्याक्कै पुरा गरिदिनु भएको छ प्रकाश भण्डारी सर, जो बिबी इभेन्ट्सका सञ्चालक हुनुहुन्छ। सँगसँगै युरोपका युवा संयोजक सांस्कृतिक संयोजक हुनुहुन्छ सम्भवतः। उहाँ आफै सङ्गीत प्रेमी पनि हुनुहुन्छ। र अन्य देशहरूमा जानुभन्दा युरोपमा आउँदै गर्दा चाहिँ युरोपको एक्साइटेड मेरो अलि फरक नै छ। त्यही माथि पोर्चुगलको हकमा त अझ फरक नै देख्छु मैले, किनकि यहाँ हुन त विभिन्न सपनाहरू बोकेर हामी कलाकारको पनि आफ्नै दुःख छ, कता छ कता छ। धेरै कलाकार साथीहरू कोही अमेरिका हुनुहुन्छ, कोही जापान हुनुहुन्छ, कोही दुबई कतार हुनुहुन्छ। आफ्नो एउटा कथा व्यथाले यो ठाउँलाई अँगाल्नु भएको छ। तर युरोपको हकमा त्यही माथि पोर्चुगलको हकमा यहाँ धेरै कलाकारहरू मैले आज देख्न र भेट्न मौका पाएँ र मनको पीडा आफ्नो ठाउँमा छ। तर यहाँ आइसकेपछि जसरी मैले हाम्रा अग्रजदेखि केही समकालीन केही जुनियर कलाकार साथीभाइहरू सबैलाई देख्न भेट्न पाउँदा एकदमै खुसी छु। र सबैभन्दा धेरै कलाकारहरू बसोबास गरेको मैले पोर्चुगलमा पाएँ होइन। जस्तै हुन त हाम्रो सँगै प्रोग्राम पनि छ हाम्रो यही 20 डिसेम्बरमा। जस्तै हाम्रा अर्जुन सुनाम दाई, ढिला बिका बहिनी, जो प्रख्यात हुनुहुन्छ लाइभ धुरीमा, दिनेशजी भइया हाल्नुभयो, जसले अर्गनाइजर गर्नुभएको छ खड्का बोदरका, जो सञ्चालक हुनुहुन्छ अथवा बालुङ समाजका अध्यक्ष हुनुहुन्छ। यहाँ उहाँहरू मात्र नभएर अनि थुप्रै
ऋतिका दिदीहरू, सागर, यसो के अरे सुमन खड्का भाइ, विभिन्न व्यवसायलाई चाहिँ अँगालेर बस्नु भने हाम्रो पहिला गीत सङ्गीतमा खुब राम्रो प्रभाव बनाएर आइसक्नु भएको हाम्रा सजन हमाल दाईहरू, अनु गुरुङ दिदीहरू, यहाँ थुप्रै कलाकार हुनुहुन्छ जसलाई म एकदमै भेटेर मलाई खुसी लागेको छ। गीता रेग्मी दिदी भए, ती सबै कलाकारलाई एकै ठाउँमा त्यो म आफू पनि प्रस्तुत गर्न पाउँदा एकदमै खुसी छु। उहाँहरूको अगाडि उहाँसँग त्यो साङ्गीतिक त्यो माहौल भन्न पाउँदा एकदमै खुसी छु। यो पोर्चुगलको हकमा चाहिँ एकदमै खुसी छु, एकदमै एक्साइटेड छु। दाइलाई चाहिँ तपाईँ युरोप आउँदै गर्दाखेरि र आयोजक ज्यूहरूलाई के भन्न चाहन्छ? कृपया तपाईँहरूको यो माहौल आयोजक ज्यूले नै यहाँ जुराइदिनु भयो र तपाईँहरू आज यहाँ आइपुग्नु भएको छ। विशेष गरी तपाईँ मोडलिङ क्षेत्रमा लाग्दै गर्दाखेरि आफ्नो यो क्षेत्रलाई अँगालेर तपाईँ सम्भवतः पहिलोचोटि प्रोग्राममा युरोप आउँदै गर्दाखेरि तपाईँलाई चाहिँ कस्तो महसुस भइरहेको छ? एकदमै खुसी छु। अब सर्वप्रथम बिबी इभेन्ट्स हाम्रो प्रकाश भण्डारी सँगै उहाँलाई सहयोग हुने सबै साथीहरू हुनुहुन्छ, रेमजी, मगर समाज अस्य माल्टा, हाम्रो सन्तोषजी लगायत अब अहिले यो पोर्चुगल हाम्रो दिनेशजी, सौजन दाजीहरू सबै अलमोस्ट हाम्रो एउटा फेमिलियर भएर घुम्न पाइएको छ, दुःख सुख साट्न पाइएको छ। सबैभन्दा ठुलो कुरा आत्मालाई एउटा आफ्नो ठाउँबाट कनेक्सन गर्न पाइएको छ र अलमोस्ट बिबी इभेन्ट्सको यो प्रेजेन्टमा जति पनि कार्यक्रम युरोपभित्र छ सबै आयोजकले आफ्नो ठाउँबाट दुःख गर्नुभएको छ। सबैलाई एउटा नबिर्सिने गुण लाग्नु भएको छ, त्यसको लागि थ्याङ्क यू सो मच। र साथमा दाइ हुँदा धेरै खुसी छु। दाइले खेलेको सबैभन्दा उत्कृष्ट गीतहरूमध्ये एउटा गीत आफूलाई गाउन गुनगुनाउन मन छ दाइ? किनकि सबैभन्दा आफूले खेलेको एउटा थोरै गुनगुनाइदिनु। हजुर एकैछिनमा फेरि पत्रकार पनि बन्नुहोस् भन्नु होइन, मलाई त आउँदैन दाइको अगाडि त हाँस्नुहुन्छ फेरि बेला बेला नआउँदा बेला बेला चुप्प गर मनको माया फुक्का गर मान्दिनीलाई मान्दिन्छु सान्दिनीलाई सान्दिन्छु तिमीले धोका दियो भने मा कसम कट्टा हान्दिन्छु मैले कट्टा हान्दिन्छु। दर्शकबिन हामी कार्यक्रमको अन्त्यतिर छौँ। दाइलाई विशेष गरी युरोप आउँदै गर्दा सर्वप्रथम पोर्चुगलमा स्वागत छ। सँगसँगै युरोपको साङ्गीतिक कार्यक्रम भव्य र सभ्य होस् भन्न चाहन्छु। अझ तपाईँलाई केही कुराहरू भन्न मन छ भने केही आफ्नो मनमा लागेको कुराहरू केही भन्न मन छ अथवा भाइले छुट्यायो भने केही कुराहरू भन्न मन छ भने दाइ कृपया। नै पुस्तक एकदमै खुसी पनि लाग्यो युरोप पार्टीमा आएर यसरी एउटा अन्तर्क्रिया गर्न पाउँदा। यहाँ हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी मात्र हुनुहुन्न, यहाँ कलाकार साथीहरू मात्र हुनुहुन्न, यहाँ विभिन्न पत्रकार साथीहरू पनि हुनुहुँदैछ र एक खालको त माध्यम पनि हो कि पत्रकार साथीहरू र कलाकारको एउटा त्यो दर्शक श्रोतासम्म पुग्ने। दाइले म ठ्याक्कै बिचमा जोडेँ, जस्तो कि नेपाल काठमाडौँ हेर्ने हो भने र पोर्चुगलको लिस्बन हेर्ने हो भने तपाईँलाई लाग्छ नेपाली लगभग हामीलाई चाहिँ नेपालको माहौल फिल आउँछ क्या यहाँ चाहिँ, किनकि नेपालीहरू यति धेरै हुनुहुन्छ यहाँ, नेपाली कम्युनिटी धेरै हुनुहुन्छ। तपाईँहरू बाहिर निस्किनु भयो भने तपाईँहरू नेपालीसँगै नै ठोक्कै नै हुन्छ यहाँ होइन। त्यसैले गर्दाखेरि मलाई लाग्छ लिस्बनमा आउने व्यक्तिहरू चाहिँ हामीले नेपाललाई मिस गर्दैनौँ। हुन त आफ्नो जन्मेको ठाउँ मिस गर्छौँ पक्कै पनि, तर पनि त्यतिको फिल चाहिँ ओहो यहाँ चाहिँ नेपाली कम्युनिटी धेरै छौँ, हामीले त्यतिको महसुस गर्छौँ। दाइले चाहिँ कतिको महसुस गर्नु भएको छ? होइन, यो ठाउँ एक किसिमको एग्रिकल्चर नेपाली त गर्छ र सुनेको कुरा पनि हो धेरै जस्तो पोर्चुगलमा चाहिँ ठ्याक्कै आफ्नो नेपाली परिवेश चाहिँ पाइन्छ त्यहाँ चाहिँ भन्ने कुराहरूमा। त्यो हिसाबले पनि अब त्यति धेरै म राम्रोसँग खुल्न पाएको छैन, किनकि हाम्रो सेड्युल पनि त्यो किसिमको टाइट छ। राति घुम्न बाहेक त्यति धेरै दिनमा राम्रोसँग घुम्न पाएको छैन। राति अलिक मिक्स भइसक्यो है होइन, अब त्यो राम्रोसँग अवलोकन गर्न पाइएन भनौँ न। त्यो हिसाबले पनि अब राम्रै नै छ, राम्रो नै लाग्यो। सँगसँगै अब त्यही हो 20 डिसेम्बरको लागि सम्पूर्ण दर्शकवृन्दलाई अलि बाक्लो उपस्थितिको लागि अनुरोध गर्न चाहन्छु। सबैजना आउनुहोला। मैले नेपालबाट धेरै पसिलो लिएर आएको छु। पञ्चेबाजा होस्, चाहे त्यो सालेजो होस्, चाहे त्यो कौडा होस्, चाहे त्यो
कुनै दोहोरी गीत होस्, सबै खालका गीतहरू यहाँले सुन्न पाउने हुनेछ र म एकदमै एक्साइटेड छु यहाँलाई भेट्न। तपाईँलाई पनि के छ, अन्तिममा हामी कार्यक्रमको अन्तिममा छौँ, तपाईँलाई चाहिँ भन्न मन लागेको कुराहरू, युरोप आएर चाहिँ यो भन्न पाए हुन्थ्यो जस्तो केही लागेको छ भने, नेपालमा भन्न पाउनु भएको छैन भने युरोपमा चाहिँ भन्न पाउनुहुन्छ मजाले? होइन, सबैभन्दा ठुलो कुरा त जहाँ हामी पुगेका छौँ त्यहाँ चाहिँ एकदमै माया चाहिँ मैले बटुलेछु जस्तो लाग्छ थोरै धेरै होइन। सबैजनाले माल्टामा पनि हाम्रो जस्तो हाम्रो 5 जनाको जस्तै हाम्रो विनोद, नेत्र दाई, मोहन जस्तो टिम थियो नि, एउटा ग्रुप थियो नि, त्यस्तै माल्टामा पनि एउटा सेम लाइक त्यस्तै ग्रुप रहेछ। यहाँ पोर्चुगलमा थियो, त्यसमा ठ्याक्क घुलमिल हुन पाउँदाखेरि मलाई नेपालको एकदम साथीहरूलाई सम्झेको पनि छु। सो सबैजना आइदिनु होला। अब मेरो दाइको त आफ्नो पर्फर्मेन्स बवाल हुँदै नै छ। मेरो चाहिँ जति गीतहरू मैले गरेको छु थोरै जोडेर मैले आफ्नो प्रस्तुति दिन खोज्दैछु। त्यही हो, अब यो आँखाले त्यो आँखालाई हेर्न मन छ। समग्रमा रमाइलो भइरहेछ। थ्याङ्क यू सो मच। र यो कुरा राखिदिनु हुने तपाईँ स्वयं यो टिमलाई पनि धेरै धन्यवाद। धन्यवाद दाइ। दर्शकबिन, हामी कार्यक्रमको अन्त्यमा छौँ। भोलि हुने साङ्गीतिक कार्यक्रमको लागि पोर्चुगलको राजधानी लिस्बोनमा तपाईँहरू पनि आउनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र हामीलाई यो ठाउँ उपलब्ध गराउन हुने डिजिटल लिस्बोनलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद।